मैले कहिले म्यासेज गरेँ यो केटीलाई? मैले अर्कै प्र्याङ्क गर्छु बाबुलाई। के अरे उसको टिकटकमा रिक्वेस्ट मेसेज पनि आइरहेको हुन्छ कि सानो सानो फुच्ची केटीहरूको होइन। अनि त्यसपछि कमेन्टमा पनि के अरे तपाईँको छोरा मलाई दिनु न, कसै कसैले म तपाईँको छोरालाई ज्वाइँ बनाउँछु भने कसै कसैले दिदीहरूले म मेरी बहिनी भनेर कमेन्ट आइरहेको हुन्छ नि त। अनि त्यसमा प्र्याङ्क गर्छ। हेलो, को नानी तिमी? किन फोन गरिहौ त हिमांशलाई? के उसको मोबाइल मसँग हुन्छ। के गर्छु अरे? कहिले आऊ कहिले मेसेज गर्छ रे यसले तिमीलाई? त्यसै मेसेज मोबाइल मसँगै हुन्छ। मैले कहिले म्यासेज गरेँ यो केटीलाई? मेरो छोरा दिनु पऱ्यो। मैले छोरा दिने हो कि तिमी मेरो छोरा आउने हो र? होइन त हुन्न मेरो छोरासँग आउने हो त? मलाई साडी लाउनु पर्छ है मेरो घर आएपछि। हुन्छ ओए मेरो घर नआइज। गर्ने अरे कहाँ जानु त? तेरै घर जा। दिनु न। बोल ल्याउ। बोल्छु। हेलो, के हो भन्छ भन्छौ? ल बोल। यहाँ मेरो घर नआइज।